ओइ रे केटी मिलाइदिन्छु राम्ररी कुरा गर। तपाईँ हो? हजुर हजुर म यो बस्नु न। ओए कस्तो राम्रो फिगर यार। घोस्टको कट्टु। आइ हो र देऊ न मलाई। अनि किन त लाजाको? मैले अहिलेसम्म केटीको कट्टु छोको थिएन। जिन्दगीमा पहिले चाहिँ देख्नु भयो होला न? हो नि कस्तो क्युट के। आज मैले टोयलेटमा हगिन। छिजी फक अब मार्यो यार यो मान्छेले मलाई। तिमी पो यो पेन्टीतिर जान्न जाउँछ। तपाईँ हो? तिमी चाहिँ किन लजाको? छोरी मान्छेको जात कस्तो हुन्छ भने अलिकति लजालु टाइपको हुन्छ क्या। धेरै नलजाउ ल फेरि सबै खोल्लाउ। नै पर्दैन आजलाई पुगिसक्यो। झन् कस्तो मिलेको बढी भनेको त। जति बोका त्यति ठुलो धोका। साले पिटन किन छ यहाँ? अब बल्ल पो हुन्छ राम्रो डेट। तपाईँ चाहिँ को हो? यस्तै छ लाइफ आफ्नै मान्छेहरूले चिनेन। ए वेटर हो? ब्रो उता हेर त एकचोटि मेरो बेबीलाई। र दायाँ बायाँ यो खातेपाते कुराहरू चाहिँ म हेर्दिन। खुब देखाउला र हेरौँला भन्नुलाई। हेर्देऊ न ब्रो कस्तो हो र? को कहाँ छ कोही हेर्दैन म। हेर त छिटो न त तिम्रो म्यानेजरलाई बोलाउँछ है फेरि म। त मेरो पहिला डिगेर रोक तेरो त कम्प्लेन गर्छु आज म। थर्काएँ मैले, सरी त्यसको लागि, आइम रियली सरी। ल छिटो हेर त उता छिटो। ए मुकै छार्दिनुहोस् गाली गरिदिनुहोस्। खुसी लाग्छ मान्छेहरूलाई देख्दाखेरि। अनि फेरि बढी पो बोल्छ। मैले त बबाल बोल्छु। तिमी खुसी छौ कि छैनौ? 2 शब्द भन्न पाए खुसी लाग्यो। उसलाई म सधैँ खुसी देख्न चाहन्छु। मेरो आमा बाउ खुसी छ? जाऊ न त भन तिम्रो मम्मी बाबालाई म आउँदैछु। थ्याङ्क यू। होइन वेटरले नै पो पट्टाउँछ कि क्या हो? अहिले भर्खरै घर जा भन् त म्याच सिक्ने। सरी यार मैले त तेरो तारिफ गर्नलाई हो पठाएको। ल अब त भन तिमीलाई कस्तो लाग्यो? एकदम बबाल छ माक्समी पप लाग्छ भने यो। खुइया दामना। जाऊ भात लिएर आऊ मेरो लागि। डेटमा भात कसले खान्छ दुम्बा? मासु त खानै पर्छ। मासु भात नै लिएर आऊ न त। तपाईँ के भेन्डाको तरकारी खानुहुन्न? भान्डाको तरकारी कहिले खानु भएको छ नि तपाईँले? तिमीलाई चाहिन्छ भनेर नखान लाग्यो नि मैले। के भयो? मेरो औँला किन बाङ्गो छ गाइस? हात लामो गरिरहेछस् तेरो औँला जार्छु पक। मलाई भोक लागिसक्यो जाऊ त खाना लिएर आऊ। भात खान नपाएर कस्तो सिकान्छ। कस्तो मिठो छ यहाँको भात। त्यो झिँगाहरू वरिपरि भन्किन्छ अनि ग्याङ गर्छ त्यो झिँगाहरूले। छि भनेपछि त खान्न। अब खाइरह हुन्छु म त। कफी मगा त कुरकुरु। त चुप लाग्दा एकछिन। ए तिमीलाई होइन नि वेटरलाई हो कि? अनि भन तिमीलाई के खान मन छ? मेरो ओठ के साह्रो सुक्खाराम भएको यार, चुमा खान मन लागिरहेछ यार। अनि मेरो चिक्सहरूलाई मेरो सबलाई माया है। आई लभ यु। के हो ब्रो अर्काको केटी माथि उठालिन् तिमी? तेरो केटीले चाहिँ मेरो चुस्ने। जे पाए त्यही नबोले त्यहाँ मेरो केटीको बारेमा। केटी त मनै पर्दैन मलाई माक्स। अनि तिमी चाहिँ के हो किस गर्दा झ्यापड हान्नुको सट्टो ब्याज सहित फर्काउने? सिचुएसनले नै यस्तो